क्वेशन नंबर 5। एक कृषकले कुखुरा पालनको लागि 20,000 एक सहकारीबाट 15% प्रति वर्ष ब्याज दरमा 3 वर्षको लागि कर्जा लिएछन्। 3 वर्ष पछिको वार्षिक चक्रीय ब्याज र चक्रीय मिश्रधन कति हुन्छ पत्ता लगाउनुहोस् भनेको छ। अब यसमा यो 20,000 रु 20,000 भनेको मूलधन हो अथवा साओ हो, जसलाई पी ले संकेत गरिन्छ। मूलधन पी इक्वल टु रु 20,000 अनि यो 15% भनेको ब्याज दर हो। ब्याज दर आर भनेको यो 15% अनि 3 वर्षको लागि यो 3 वर्ष भनेको समय हो। समय टी इक्वल टु 3 वर्ष। अनि अब यसमा यो वार्षिक चक्रीय ब्याज र चक्रीय मिश्रधन पत्ता लगाउन भनेको छ। वार्षिक चक्रीय ब्याज सीआई इक्वल टु व्हाट अनि चक्रीय मिश्रधन सीए इक्वल टु व्हाट। अब हामीसँग वार्षिक चक्रीय ब्याज निकाल्ने फर्मुला थाहा छ। सीआई भनेको पी 1 प्लस आर अपन 100 पावर टी माइनस 1 हो यसको फर्मुला। अब यो पी भनेको 20,000 दिएको छ। 20,000 1 प्लस यो आर भनेको 15 दिएको छ, त्यही भएर 15 अपन 100 पावर अनि टी भनेको 3 वर्ष दिएको छ, त्यही भएर 3 माइनस 1। अब यो 20,000 1 प्लस अब 15 लाई 100 ले भाग गर्यो भने 0.15 आउँछ, पावर 3 माइनस 1। अब यो 20,000 अब यो दुईटा प्लस गर्यो भने 1.15 हुन्छ अनि यसको पावर 3 माइनस 1। 20,000 अब यसको होल क्यूब गर्यो भने 1.15 को होल क्यूब गर्यो भने यसको एन्सर आउँछ 1.520875 आउँछ। यसलाई होल क्यूब गर्यो भने 1.520875 हुन्छ माइनस 1। अब 20,000 अब माइनस गर्यो भने यो 0.520875। अब यो दुईटा इन्टु गर्यो भने यसको एन्सर आउँछ 10,417.5 आउँछ। 10,417.5। यसको पछाडि 0 थपे नि हुन्छ नथपे नि हुन्छ। यो भनेको 50 पैसा भन्ने बुझिन्छ। त्यसैले यसको चक्रीय ब्याज भनेको 10,417.50 आयो। अब फेरि अगेन चक्रीय मिश्रधन निकाल्न भनेको छ सीए। चक्रीय मिश्रधनको फर्मुला यदि मूलधनमा हामीले चक्रीय ब्याज प्लस गर्यो भने त्यो चक्रीय मिश्रधन हुन्छ। मूलधनमा चक्रीय ब्याज प्लस गर्यो भने चक्रीय मिश्रधन हुन्छ। मूलधन भनेको 20,000 छ प्लस यो चक्रीय ब्याज हामीले 10,417.50 पैसा निकाल्यौं। अब यसलाई प्लस गर्यो भने यो 30,417.50 हुन्छ। तसर्थ यो चक्रीय ब्याज 10,417.50 पैसा अनि चक्रीय मिश्रधन 30,417.50 पैसा हुन्छ। 5 को खमा एक शिक्षकले रु 50,000 आफ्नो छोरीको नाममा बैंकमा जम्मा गरे। यो 50,000 भनेको मूलधन हो, त्यही भएर मूलधन पी इक्वल टु रु 50,000। यदि बैंकले वार्षिक 10% ब्याज दर, यसमा ब्याज दर भनेको आर भनेको 10% प्रदान गर्छ भने 3 वर्ष पछिको यो समय भनेको 3 वर्ष अनि चक्रीय ब्याज र मिश्रधन कति हुन्छ पत्ता लगाउनुहोस् भनेको छ। अब यसमा चक्रीय ब्याज र चक्रीय मिश्रधन पत्ता लगाउन भनेको छ। अब नाउ हामीसँग फर्मुला थाहा छ चक्रीय ब्याजको सीआई इक्वल टु पी 1 प्लस आर अपन 100 को पावर टी माइनस 1। अब यो पी भनेको 50,000 दिएको छ, 50,000 अनि 1 प्लस आर भनेको 10 दिएको छ, 10 अपन 100 पावर अनि समय भनेको 3 वर्ष दिएको छ, त्यही भएर 3 माइनस 1। अब यो 50,000
1 प्लस अब 10 लाई 100 ले भाग गर्यो भने 0.1 हुन्छ पावर 3 माइनस 1 अब 50,000 यो दुईटा प्लस गर्यो भने 1.1 हुन्छ पावर 3 माइनस 1 अब यो 50,000 अब यसको होल क्यूब गर्यो भने यो 1.331 हुन्छ माइनस 1 50,000 अनि यसबाट माइनस गर्यो भने यो 0.331 हुन्छ अब यो दुईटा इन्टु गर्यो भने यसको एन्सर 16,550 हुन्छ त्यसैले यो CI भनेको 16,550 हुन्छ त्यसैगरी अगेन फेरि चक्रीय मिश्रधन पत्ता लगाउन भनेको छ अगेन CA भनेको यदि मूलधनमा चक्रीय ब्याज प्लस गर्यो भने त्यो चक्रीय मिश्रधन हो मूलधन भनेको 50,000 छ प्लस यो चक्रीय ब्याज भनेको हामीले 16,550 निकाल्यौ यो दुईटा प्लस गर्यो भने यसको एन्सर 66,550 हुन्छ 5 को ग मा सविताले रु 1,50,000 बैंकमा जम्मा गरिन् यो 1,50,000 भनेको मूलधन हो P भनेको रु 1,50,000 यदि बैंकले वार्षिक 6% ब्याज दर यो ब्याज दर भनेको R भनेको 6% प्रदान गर्छ भने 2 वर्ष 5 महिना पछि 2 वर्ष 5 महिना पछि भनेको यो समय हो 2 वर्ष समय भनेको 2 वर्ष अनि 2 वर्ष 5 महिना पछिको उनले प्राप्त गर्ने चक्रीय मिश्रधन कति हुन्छ चक्रीय ब्याज कति हुन्छ पत्ता लगाउनुहोस् भनेको छ यसमा चक्रीय मिश्रधन र चक्रीय ब्याज पत्ता लगाउन भनेको छ अब यदि समय वर्ष र महिनामा दिएको छ भने त्यति बेला चक्रीय मिश्रधन निकाल्ने फर्मुला हुन्छ P1 प्लस R अपन 100 को पावर T अनि 1 प्लस MR अपन 1200 यदि समय वर्ष र महिनामा दिएको छ भने त्यति बेला चक्रीय मिश्रधन निकाल्ने फर्मुला यो हुन्छ P1 प्लस R अपन 100 पावर T 1 प्लस MR अपन 1200 अब यसमा यो मूलधन भनेको 1,50,000 दिएको छ 1 प्लस ब्याज दर भनेको 6% दिएको छ 6/100 अनि यो T भनेको वर्ष यो कति वर्ष 2 वर्ष त्यही भएर 2 राख्ने 1 प्लस अब यो महिना भनेको याम हो महिना भनेको याम हो त्यही भएर यामको ठाउँमा कति महिना 5 महिना त्यही भएर यामको ठाउँमा 5 इन्टु R भनेको 6% छ अपन 1200 अब 1,50,000 छ 1 प्लस 6 लाई 100 ले डिवाइड गर्यो भने यो चाहिँ 0.06 हुन्छ स्क्वायर 1 प्लस 5 इन्टु 6 भनेको 30 अपन यो चाहिँ 1200 अब यो भनेको 1,50,000 यो प्लस गर्यो भने 1.06 हुन्छ स्क्वायर 1 प्लस यो 30 लाई 1200 ले डिवाइड गर्दा यो 0.025 हुन्छ अब यो 1,50,000 अब 1.06 को होल स्क्वायर गर्दा यो 1.1236 हुन्छ 1.1236 हुन्छ अनि यो प्लस गर्यो भने 1.025 हुन्छ अब यो सबै मल्टिप्लाई गर्दा यो र यो तीनटै गुणन गर्दा यसको एन्सर 1,72,753.5 आउँछ यो भनेको 0 थपे नै हुन्छ 50 पैसा हुन्छ त्यसैले यो चक्रीय मिश्रधन भनेको CA भनेको रु 1,72,753.50 हुन्छ यो चाहिँ अ को एन्सर भयो अब सेकेन्डमा चक्रीय ब्याज पत्ता लगाउन भनेको छ अब हामीसँग CA को फर्मुला
चक्रीय मिश्रधन भन्यो भने P प्लस CI हुन्छ। मूलधन र चक्रीय ब्याज प्लस गर्यो भने चक्रीय मिश्रधन हुन्छ। हामीलाई चक्रीय ब्याज भनेको छ, त्यही भएर यो CA। अब यताको प्लस यता आयो भने यो माइनस हुन्छ अनि यो CI जस्ताको त्यस्तै। अब CI भनेको यदि चक्रीय मिश्रणबाट हामीले मूलधन माइनस गर्यो भने चक्रीय ब्याज आउने गर्दछ। त्यसैले अब CA भनेको हामीले कति निकाल्यौं 1,72,753.50 पैसा अनि यो भनेको 1,50,000 रुपैयाँ छ इक्वल टु CI। अब यसबाट माइनस गर्यो भने यो 22,753.5 आउँछ, यो भनेको 50 पैसा हुन्छ। त्यसैले यो चक्रीय ब्याज भनेको 22,753.50 पैसा हुन्छ। 6 को काममा मनिषालाई वार्षिक चक्रीय ब्याज 8% ले रु 50,000 बैंकमा जम्मा गरिन्। यो रु 50,000 भनेको मूलधन हो, त्यही भएर मूलधन भनेको रु यो 50,000। यो 8% भनेको ब्याज दर हो 8%। यदि बैंकले अर्धवार्षिक रूपमा चक्रीय ब्याज दिने रहेछ भने 2 वर्षपछि पाउने मिश्रधन र चक्रीय ब्याज पत्ता लगाउनुहोस् भनेको छ। अब यसमा समय भनेको यो 2 वर्ष भयो अनि यसमा यो अर्धवार्षिक भनेको छ, त्यसैले हामीले यसमा निकाल्नु पर्ने अर्धवार्षिक चक्रीय मिश्रधन र अर्धवार्षिक चक्रीय ब्याज। त्यसैले अर्धवार्षिक चक्रीय ब्याज इक्वल टु वाट, अर्धवार्षिक चक्रीय मिश्रधन CA इक्वल टु वाट। अब सुरुमा हामीले यो चक्रीय अर्धवार्षिक चक्रीय ब्याज निकालौं। त्यसको लागि अर्धवार्षिक चक्रीय ब्याज CI निकाल्ने फर्मुला हो P1 प्लस R अपॉन 200 पावर 2t माइनस 1 हो। यदि अर्धवार्षिक भनेको छ भने यहाँनिर 200 अनि यो 2t हुन्छ। अब P भनेको 50,000 छ, 1 प्लस यो R भनेको 8 अपॉन 200 पावर 2 इन्टु समय भनेको 2 वर्ष छ, त्यही भएर माइनस 1। यो भनेको 50,000, 1 प्लस अब 8 अपॉन 200 गर्दा यो 0.04 अनि 2 2 जा 4 माइनस 1 हुन्छ। यो 50,000, यो भनेको 1.04 को पावर 4 माइनस 1 हुन्छ। यो दुईटा प्लस गर्यो भने 1.04 हुन्छ। यो 50,000 1.04 को पावर 4 गर्यो भने यो 1.16985856 हुन्छ माइनस 1। अब माइनस 1 गर्यो भने यो 50,000 इन्टु यो माइनस गर्यो भने 0.16985856 हुन्छ। यो दुईटा मल्टिप्लाई गर्यो भने 8492.928 आउँछ। यो भनेको 8492 पोइन्ट पछि दुईटा नम्बर मात्रै लेख्ने चलन छ, त्यही भएर यसलाई 93 लेखिने हुन्छ। त्यसैले अर्धवार्षिक चक्रीय ब्याज भनेको देयरफोर यो अर्धवार्षिक चक्रीय ब्याज भनेको रु 8492.93 पैसा हुन्छ। अब फेरि अर्धवार्षिक चक्रीय मिश्रधन भनेको छ। अब अर्धवार्षिक चक्रीय मिश्रधन भनेको CA हो। CA भनेको यदि मूलधनमा हामीले चक्रीय ब्याज प्लस गर्यो भने त्यो मिश्रधन हुन्छ, त्यही भएर P भनेको 50,000 प्लस CI भनेको
8,492.93 पैसा आएको छ। यो दुईटा प्लस गर्यो भने यसको एन्सर 58,492.93 हुन्छ। तसर्थ अर्धवार्षिक चक्रीय मिश्रण 58,492 र अर्धवार्षिक चक्रीय ब्याज रु 8,492.93 पैसा रहेछ। क्वेशन नम्बर 6 को खमा एउटा बैंकले 1/4 वार्षिक 1/4 भनेको यो त्रैमासिक हो। त्रैमासिक 1/4 वार्षिक हिसाबले चक्रीय ब्याज दिन्छ। सुनिलले रु 50 लाख वार्षिक 12% ब्याज पाउने गरी 1 वर्षको लागि जम्मा गर्यो भने मिश्र धन र चक्रीय ब्याज पत्ता लगाउनुहोस् भनेको छ। अब यसमा यो सुनिलले 50 लाख भन्यो, यो चाहिँ पी हो, मूलधन 50 लाख भयो। अनि यो ब्याज दर आर भनेको 12% भयो। अनि समय भनेको 1 वर्ष, त्यही भएर टी इक्वल टु 1 वर्ष। अब यसमा मिश्र धन र चक्रीय ब्याज पत्ता लगाउन भनेको छ। सुरुमा हामीले यो चक्रीय ब्याज पत्ता लगाउँ। त्रैमासिक चक्रीय ब्याज पत्ता लगाउने फर्मुला हो P1 + R/400 पावर 40 - 1 हुन्छ। अब यसमा यो P भनेको 50 लाख दिएको छ, 50 लाख 1 प्लस यो R भनेको 12 दिएको छ, 12/400 पावर 4 अनि समय भनेको 1 दिएको छ, 1 वर्ष माइनस 1। यो भनेको 50 लाख 1 प्लस 12 डिवाइड बाई 400 गर्दा यो चाहिँ 0.03 हुन्छ। पावर 4 × 1 भनेको 4 माइनस 1। अब यो चाहिँ 50 लाख। अब दुईटा प्लस गर्यो भने 1.03 को पावर 4 हुन्छ माइनस 1 अनि यो 50 लाख। अब यसको पावर 4 गर्यो भने यो 1.125508881 आउँछ माइनस 1। अब 1 माइनस गर्यो भने यो 50 लाख, यो माइनस गर्यो भने 0.125508881 हुन्छ। अब यो दुईटा मल्टिप्लाई गर्यो भने यसको एन्सर 6,27,544.05 हुन्छ। त्यसैले त्रैमासिक चक्रीय ब्याज भनेको यति हो। अब अगेन अब त्रैमासिक मिश्रधन, त्रैमासिक चक्रीय मिश्रधन और त्रैमासिक चक्रीय मिश्रधन निकाल्ने फर्मुला हो CA = मूलधन में यदि हामीले चक्रीय ब्याज प्लस गर्यो भने चक्रीय मिश्रधन आउँछ। यो P भनेको 50 लाख प्लस यो CI भनेको हामीले यो 6,27,544.05 निकाल्यो। अब यो दुईटा प्लस गर्यो भने 56,27,544.05 पैसा हुन्छ। तसर्थ त्रैमासिक चक्रीय ब्याज भनेको रु 6,27,544.05 र त्रैमासिक चक्रीय मिश्रधन रु 56,27,544.05 रहेछ।